हेलो नमस्ते गाइज गुड मर्निङ सेवाने फ्यापुलो भन्दै आजको यो शुभ बिहान म आज सानो मिनी भ्लग लिएर तपाईको सामने आएको छु हैन। अनि मेरो बुढीलाई पनि म इन्ट्रोड्युस गराउँदै छु मेरो भ्लगमा। अनि यहाँ चाहिँ आमा र आपाले गुम्बा जान लागि फुल टिप्नुहुँदै थियो हैन, त्यो पनि भिडियो गरेँ मैले। अनि यहाँ चाहिँ अब हामी जान लागि गुम्बा जान लागि सबैजना गाडीमा चढिरहेको छौँ। अनि अब चाहिँ हामी गुम्बातिर लाग्यौँ हैन। फर्स्टमा चाहिँ हामी आमालाई माथि गुम्बामा ड्रप गरेर आपालाई चाहिँ हस्पिटल लानुपर्ने रहेछ। आज बोलाउनु भएको रहेछ डाक्टरले। यहाँ चाहिँ आमालाई ड्रप गरेर गुम्बा अगाडि ड्रप गरेर अब चाहिँ हामी मन्सङ हस्पिटलतिर लाग्नुपर्ने हुन्छ। अनि चाहिँ निकोले बाई बाई भन्नुहुन्छ आमालाई। अब चाहिँ मैले यो भिडियो टेक ओभर गरेँ हैन। यहाँ तर चाहिँ विशेषले गाडी पार्क गरेको थियो। अन्त म र आपा चाहिँ माथि डिस्पेन्सरी आएको थियौँ र डिस्पेन्सरी हेर्दा यहाँ त कोही छैन रहेछ भन्दै आपासँग बात गर्दै हामी ओह्रालो तल हस्पिटलमा होला भनेर हस्पिटलतर्फ लाग्यौँ। अन्त दुईजना बात मार्दै ओह्रालो झऱ्यौँ। अन्त आपाले पनि जुम तल ओह्रालै होला भन्दै हामी ओह्रालोतिर लाग्यौँ। र हामी तल पुग्दाखेरि दुईवटा कुकुरहरू झम्टिँदै आयो। मलाई लागेको थियो टोक्ने कुकुर रहेछ भनेको त फ्रेन्टिना रहेछ। अनि हामी भित्रतिर लाग्यौँ र भित्र गएपछि हामी चाल पायौँ कि आज त इन्टरनेसनल नर्स डे रहेछ भनेर। र जति पनि नर्सेसहरू हुनुहुन्छ उहाँलाई ह्याप्पी इन्टरनेसनल नर्स डे। यहाँ दिएको चाहिँ है यो भ्लगलाई मैले नै टेक ओभर गरेँ। अनि जाल्सा बङ्गलो एकछिन बाटोमै पर्छ मन्सङदेखिको है। एकछिन घुमेर जाउँ न भन्ने भयो। अन्त निक्लेर चाहिँ हामी फेरि सिधै हामी आमालाई जहाँनिर जुन चाहिँ गुम्बामा ड्रप गरेको थियौँ हामीले है त्यहाँनिर हामी पनि पुग्यौँ। र यहाँनिर गुम्बामा वङ पनि स्टार्ट भइसकेको थियो है। त्यही भएर मैले यो भिडियोलाई यहीँनिर टुङ्ग्याउन चाहेँ। थ्याङ्क यू फर वाचिङ। सबैजनाले हेरिदिनु भएकोमा धेरै धन्यवाद। लाइक र सेयर गरिदिनुहोस् होला। थ्याङ्क यू फर वाचिङ गाइज।